फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ सबैजनाहरूलाई। यो चाहिँ युट्युबको मेरो दोस्रो भिडियो हो। जो जतिजना जोडिनु भएको छ सबैलाई धन्यवाद, फेरि पनि धन्यवाद भने र सुरुमै एउटा आग्रह पनि गरिहालेँ। युट्युबतिर भिडियो सुरु गर्दै गर्दा अहिले चाहिँ त्यस्तो साथीहरू जोडिएको छैन, त्यही भएर सुरुमा एउटा विनम्र अनुरोध गरेँ नजोडिएका साथीहरू जो जहाँसम्म मेरो भिडियो पुग्छ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर यदि भिडियो मन पर्छ र अलिकति पनि दया माया छ भने लाइक कमेन्ट सेयर गरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहे। किनभने यो भिडियो भ्लग युट्युबमा भिडियो बनाउँदै गर्दा कसले चाहिँ कसरी भिडियो बनाउँछ आजभोलि चाहिँ अब एकदमै प्री प्लान गरेर भिडियो बनाउँछन् होला, त्यो चाहिँ हामीलाई थाहा भएन। तर हामीले चाहिँ मैले चाहिँ के भनेर बनाउन लागेको हो भन्दै गर्दा युट्युबमा भिडियो बनाउँछु भन्ने पहिलेदेखि सोच थियो, तर कारणवश आफूसँग मोबाइल अथवा साधनहरू नभएर अझै पनि पूर्ण त छैन। त्यही पनि भिडियो बनाउँछु भन्दै गर्दा पनि कहिले कुनै कारण भएर भिडियो अपलोड गर्न पाएको थिएन र अहिले चाहिँ अलि समय र आफूसँग जे भए पनि मान्छे चिनिने खालको मोबाइल भएर चाहिँ भिडियो बनाऊँ भन्ने लागेर सो डेली लाइफको भिडियोहरू बनाउने देखाउने र त्यो कुनै अब अहिले जापान गयो र यो चाहिँ ल जसले जे गर्यो त्यही गर्नुपर्छ भन्ने टाइपको आउन सक्छ कसैको मनमा, तर त्यस्तो चाहिँ होइन। पहिलेदेखिकै सोच थियो भिडियो बनाउने, तर कारणवश आफूसँग साधनहरू नभएको कारण त्यो चाहिँ कन्टिन्यू गर्न सकेको थिएन। र अर्को कुरा चाहिँ के हो भने युट्युबमा भिडियो भनेको चाहिँ त्यो लाइक कमेन्ट सेयर र सब्सक्राइबको लागि मात्रै बनाउन खोजेको होइन मैले। खासमा चाहिँ एउटा कुरा क्लियर गराइहालौँ, किनभने यो चाहिँ एउटा भिडियो बनाउँदै गर्दा चाहिँ कुनै दिन खाली भयो, टाइम भयो र भिडियो बनायो अपलोड गर्यो, देख्ने मान्छेहरूले को पनि प्रतिक्रिया कस्तो रहेछ भन्ने चाहिँ एउटा त्यो चाहिँ हो। अनि अर्को चाहिँ के हुन्छ भने एउटा मेमोरी हो कि यो भनेको चाहिँ पछि भविष्यमा यसो युट्युब हेर्दै गर्दा खोल्दै गर्दा आफ्नो भिडियोहरू देख्दै गर्दा ल है पहिलेको हाम्रो दिन पनि यस्तो थियो है भन्ने तरिकाले चाहिँ सेभ हुन्छ, एउटा मेमोरी हुन्छ भनेर चाहिँ मैले भिडियो बनाउँछु र अपलोड गर्छु भन्ने सोचेर भिडियो बनाउन सुरु गरेको हो। र हिजो हामीले एउटा भिडियो बनाएर पोस्ट गरेका थियौँ, त्यो चाहिँ लगभग 18-20 मिनटको भिडियो थियो र पछि सुरुमा पहिला भिडियो बनाएर पछि चाहिँ एडिट गरेर पोस्ट गरिसकेपछि मैले आफ्नै भिडियो आफैले एकचोटि रिपिट गरेर हेरेँ र सानो क्लिपहरू बनाएर जोडेको थियौँ। त्यो चाहिँ हाम्रो युट्युबमा पहिलो भिडियो थियो र जे जति पनि प्रयास गरेर भिडियो बनाएको थियौँ धेरैजनाको राम्रो प्रतिक्रिया आएको थियो। राम्रो छ, कन्टिन्यू गर्नु पर्यो भन्ने टाइपको। र कसैले चाहिँ अलि भिडियो लामो भयो, सुरुमै अलि लामो भिडियो भयो, अनि कसैले चाहिँ साउन्ड क्लियर सुनिएन, साउन्डको लागि चाहिँ माइकको व्यवस्थापन गर्नु पर्यो, अनि ब्याकग्राउन्ड म्युजिक हाल्ने बेला चाहिँ अलि ब्याकग्राउन्ड म्युजिकको साउन्ड चाहिँ कम गर्नु पर्यो भन्ने टाइपको प्रतिक्रिया सुनेको थिएँ। त्यसैले सबैलाई धन्यवाद जसले पनि प्रतिक्रिया जनाउनु भयो र जसले पनि भिडियो हेरिदिनु भयो। पहिलो हो, फर्स्ट चरणको भिडियोहरूमा त्यति युट्युबमा कसरी भिडियो अपलोड गर्ने, कसरी भिडियो बनाउने, कसरी एडिट गर्ने सबै अहिले नै सम्पूर्ण जानकारी एकदमै क्लियर भएको छैन। बिस्तारै इम्प्रुभ गर्नेछौँ। जे जति कमेन्टहरू आएको छ, जे जति सुझावहरू आएको छ त्योहरूलाई चाहिँ एकदमै मनन गरेर अर्को भिडियो चाहिँ इम्प्रुभ गर्ने कोसिस गर्नेछौँ भन्न चाहन्छु। पनि राम्रो प्रतिक्रिया जनाइदिनु भएको छ, उहाँलाई सबैलाई मनैदेखि धन्यवाद र यस्तै गरी माया पाइराखौँ, सपोर्ट पाइराखौँ भन्न चाहन्छु। र अर्को कुरा चाहिँ आज चाहिँ 2026 को पहिलो दिन, नयाँ वर्ष, अङ्ग्रेजी नयाँ वर्ष 2026 को जापानिजमा भन्नुपर्दा चाहिँ आकेमास्ते ओमेदेतो गोजाइमास कोतोसिमो एरोसिगो ओनेगाई इतासिमास भनेको चाहिँ
नयाँ वर्षको एकदमै हार्दिक मङ्गलमय शुभकामना र यो वर्ष पनि जसरी अघिल्लो वर्ष हातेमालो गर्दै अगाडि बढेका थियौँ यो वर्ष पनि त्यस्तै गरेर साथ सपोर्ट गरेर सुख दुःखसँगै काटेर अगाडि बढ्नेछौँ भन्ने सन्देश दिएको यो जापानिजको चाहिँ। र मैले पनि यो भिडियो बनाउँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष 2026 सालको पहिलो दिन नयाँ वर्ष 2026 को सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा आम नेपाली मनहरूलाई चाहिँ हार्दिक शुभकामना भन्न चाहे। जो जहाँ हुनुहुन्छ खुसी रहनुहोला, मस्त रहनुहोला भन्न चाहन्छु। र यो अङ्ग्रेजी नयाँ वर्ष भन्ने बित्तिकै एउटा के आउँछ भने एडी अङ्ग्रेजीलाई चाहिँ एडी र हाम्रो नेपाली सम्बन्धलाई चाहिँ बिएस भन्ने हुन्छ। र मैले आजसम्म थाहा नपाएको भनेको साँच्चीकै भनेको आजसम्म थाहा नपाएको भनेको एडीको फुल फर्म हो। बिएसको त विक्रम सम्बन्ध भन्ने हुन्छ, तर एडीको चाहिँ फुल फर्म आजसम्म थाहा पाएको थिएन। र हिजो चाहिँ यसो खोजी गरेँ, मैले हेरेँ युट्युबतिर अनि गुगलतिर सर्च गर्दा गर्दा चाहिँ यसको यो अङ्ग्रेजीको एडी भन्नेको चाहिँ अर्थ के रहेछ भने एन्नो डोमिनी भन्ने रहेछ के। एन्नो डोमिनी यो एडीको अर्थ चाहिँ एन्नो डोमिनी रहेछ। र यो एन्नो डोमिनी भनेको चाहिँ के हो भन्दा इन द इयर अफ लर्ड भन्ने रहेछ क्या इङ्ग्लिसमा चाहिँ इन द इयर अफ लर्ड के। यो भनेको चाहिँ के हो भने प्रभुको वर्षमा भन्ने बुझिने रहेछ के। प्रभुको वर्षमा भनेको चाहिँ येशू ख्रीष्ट जन्मेपछिको चाहिँ यो डेट गन्ने क्यालेन्डरको डेटहरू गन्ने चाहिँ एउटा पद्धति रहेछ। येशू ख्रीष्ट जन्मेपछिकोलाई चाहिँ एडी भन्ने रहेछ। र अरू पनि यस्ता थुप्रै रहेछन् क्या यो डेट गर्नेहरू संसारभरिमा चाहिँ थुप्रै रहेछन्। एउटा बिसी भन्ने छ, अर्को चाहिँ बिसिई भन्ने छ। बिसी भनेको चाहिँ बिफोर ख्रीष्ट भन्ने, त्यो भनेको चाहिँ येशू ख्रीष्ट जन्मिनुभन्दा अगाडिको। र बिसिई भनेको चाहिँ बिफोर कमन इरा भन्ने रहेछ। तर म्याक्सिमम युज भइरहेको चाहिँ अहिले संसारभरि युज भइरहेको चाहिँ एडी रहेछ। यसको अर्थ चाहिँ के रहेछ भने प्रभुको वर्षमा भन्ने येशू ख्रीष्ट जन्मेका वर्षहरूपछि चाहिँ डेटहरू गर्नलाई चाहिँ यो एडीमा भन्ने गरिने रहेछ भन्ने खोज गर्दै गर्दा देखेको थिएँ मैले। र कतिलाई थाहा नहुनसक्छ, कतिलाई थाहा हुनसक्छ। फेरि कसैले भिडियो बनाएको थियो र त चाहिँ ज्ञान बाँड्ने भइस् भन्ने पनि होला, तर त्यस्तो होइन। तर मैले चाहिँ थाहा नभएको कुरा चाहिँ मैले सर्च गरेर खोजेर यसो सेयर गर्न मन लागेर गरिदिएको। र अर्को कुरा चाहिँ यो एडी र हाम्रो बिसीमा चाहिँ बिएसमा चाहिँ के फरक छ भन्दा चाहिँ बिएस भनेको चाहिँ विक्रम सम्वत रहेछ के। हाम्रो त यो बिएस त थाहा छ नि त हामीलाई विक्रम सम्वत भनेको। विक्रम सम्वत चाहिँ कहिलेको रहेछ त भने राजा विक्रमादित्यको शासनकालदेखि नै सुरु भएको रहेछ। नेपाली डेटहरूलाई चाहिँ नेपाली डेटमा नेपाली मितिलाई चाहिँ एउटा भन्ने तरिका हो क्या, उच्चारण गर्ने तरिका अथवा भन्ने तरिका चाहिँ आफ्नो नेपालकै र बनाउन भन्ने तरिकाले चाहिँ राजा विक्रमादित्यको कालदेखि सुरु भएको रहेछ। र फरक चाहिँ यो एडी र बिसीमा फरक चाहिँ के रहेछ त भन्दा येशू ख्रीष्ट जन्मेपछिका वर्षहरू चाहिँ एडीमा र हाम्रो नेपालमा चाहिँ राजा विक्रमादित्यको शासनकालदेखि सुरु भएको चाहिँ बिएस। र यो चाहिँ लगभग 55-56 वर्षको डिफ्रेन्ट हुने रहेछ के। जस्तो 2000 साल छ भने 2000 साल चाहिँ एडीमा छ भने चाहिँ बिएसमा चाहिँ 2056 साल यस्तो टाइपको फरक हुने रहेछ। र यो चाहिँ मैले खोजेको नबुझेको कुरा यस्तो सर्च गर्दै गर्दा खोज्दै गर्दा सेयर गर्न मन लागेर सेयर गरेको। र आज चाहिँ दिउँसभरि नै रुममै थियौँ र साँझतिर यसो बाहिरतिर चिसो हावा खानुपर्ने भनेर पार्कतिर आएको, अँध्यारो पारिसकेको छ। र भिडियो पनि लगभग अँध्यारो परेर त्यस्तो खासै देखेको छैन। र अन्तिममा एउटै आग्रह के गर्न चाहे भने आज त्यस्तो केही भ्यूहरू र केही उहरू देखाउन पाएन। र म चाहिँ अब यो युट्युबमा भिडियो बनाउँदै गर्दा चाहिँ एउटा अब त्यो डेली लाइफको भिडियोहरू त सबैले हालिरहेकै हुन्छ र डेली लाइफ त्यस्तो सबै कुराहरू देखाउने टाइम पनि हुँदैन। र मैले चाहिँ एउटा चाहिँ स्पेसिफिक पोइन्टमा के एउटा पोइन्टमा मात्रै, जस्तो अब म अहिले जापान छु र
र जापान सम्बन्धीको नलेजहरू, जापान सम्बन्धीको के कुरा कतिहरू थाहा छ र जापानिज भाषा सम्बन्धीहरू, जापानिजको यहाँको रहनसहनको सम्बन्धीको कुराहरू, त्यस्तो कुराहरूमा चाहिँ एउटा स्पेसिफिक पोइन्टमा चाहिँ भिडियो बनाउने भन्ने सोचिरहेको छु। र यसको लागि पनि प्रतिक्रियाको जरुरी छ, किनभने मैले फेरि त्यस्तो सबै कुरा एक्सप्लेन गर्न सक्ने, सबै कुरा भन्न सक्ने, अहिले नै सबै कुरा मलाई पर्फेक्ट छ र म सबै कुरामा जान्ने छु भन्न खोजेको होइन। जे जति नलेज छ त्यो कुरा चाहिँ सेयर गर्ने र एउटा स्पेसिफिक निश्चित पोइन्टमा, निश्चित टपिकमा मात्रै भिडियो बनाउने भन्ने सोचिरहेको छु। प्रतिक्रिया जनाउनु होला भन्न चाहन्छु। र आजको भिडियो चाहिँ यति नै। हेर्दै गर्नु होला, टाइम भएको दिन र हामी यसो घुम्न निस्केको दिन चाहिँ अर्को भिडियो आउनेछ भन्न चाहन्छु। सल्लाह सुझाव दिनु र लाइक, शेयर, कमेन्ट गर्नु होला। धन्यवाद।